खुल्ला प्रतियोगिताद्वारा अधिकृत तृतीय श्रेणीको पदमा नियुक्त हुन उम्मेद्वारको उमेर कति वर्ष पुरा भएको हुनुपर्दछ? अप्सन ए 21 वर्ष, अप्सन बी 40 वर्ष, अप्सन सी 18 वर्ष, अप्सन डी 25 वर्ष। करेक्ट एन्सर अप्सन ए 21 वर्ष। कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी प्रशासन विनियावली 2080 को नियम 2 अनुसार अख्तियारवाला भन्नाले कसलाई सम्झन पर्दछ? अप्सन ए सञ्चालक समितिको अध्यक्ष, अप्सन बी महाशाखा प्रमुख, अप्सन सी प्रबन्ध सञ्चालक, अप्सन डी मन्त्रालयको सचिव। करेक्ट एन्सर अप्सन सी प्रबन्ध सञ्चालक। कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा ज्येष्ठता बापत अधिकतम कति अङ्क प्रदान गरिने व्यवस्था छ? अप्सन ए 40 अङ्क, अप्सन बी 12 अङ्क, अप्सन सी 17 अङ्क, अप्सन डी 30 अङ्क। करेक्ट एन्सर अप्सन डी 30 अङ्क। स्थायी पदमा नयाँ नियुक्ति हुँदा पुरुष कर्मचारीको हकमा परीक्षण कालको अवधि कति रहने व्यवस्था छ? अप्सन ए 1 वर्ष, अप्सन बी 6 महिना, अप्सन सी 9 महिना, अप्सन डी 3 महिना। करेक्ट एन्सर अप्सन ए 1 वर्ष। विनियावली बमोजिम कम्पनी प्रबन्ध सञ्चालकको पदयावधि कति वर्ष हुने व्यवस्था छ? अप्सन ए 2 वर्ष, अप्सन बी 4 वर्ष, अप्सन सी 3 वर्ष, अप्सन डी 5 वर्ष। करेक्ट एन्सर अप्सन सी 3 वर्ष। पदपूर्ति समिति अध्यक्षको रहने व्यवस्था विनियावली नियम 8 मा गरिएको छ। अप्सन ए समितिले तोकेको विज्ञ, अप्सन बी मन्त्रालयको प्रतिनिधि, अप्सन सी प्रबन्ध सञ्चालक, अप्सन डी लोक सेवा आयोग प्रतिनिधि। करेक्ट एन्सर अप्सन सी प्रबन्ध सञ्चालक। समावेशी पदपूर्ति परियोजना लागि छुट्याइएको 45% पदलाई प्रतिशत मानि आदिवासी जनजातिका लागि कति प्रतिशत कोठा निर्धारण गरिएको छ? अप्सन ए 27%, अप्सन बी 22%, अप्सन सी 23%, अप्सन डी 9%। करेक्ट एन्सर अप्सन ए 27%। कर्मचारीले प्राप्त गर्ने घर बिदा कति दिनसम्म सञ्चालित रहन सक्ने व्यवस्था विनियावलीमा छ? अप्सन ए 180 दिन, अप्सन बी 120 दिन, अप्सन सी 90 दिन, अप्सन डी 200 दिन। करेक्ट एन्सर अप्सन बी 120 दिन। नियम 64 बमोजिम भइपरि आउने र पर्व बिदा एक पटकमा कति दिन भन्दा बढी लिन पाइने छैन? अप्सन ए 3 दिन, अप्सन बी 5 दिन, अप्सन सी 6 दिन, अप्सन डी 12 दिन। करेक्ट एन्सर अप्सन सी 6 दिन। अधिकृत स्तरमा कर्मचारीलाई नियुक्त गर्ने अधिकार कसमा निहित रहेको छ? अप्सन ए सञ्चालक समिति, अप्सन बी लोक सेवा आयोग, अप्सन सी मन्त्रालय, अप्सन डी प्रबन्ध सञ्चालक। करेक्ट एन्सर अप्सन ए सञ्चालक समिति। कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी प्रशासन विनियावली 2080 बमोजिम स्थायी पदमा नयाँ नियुक्ति हुँदा महिला कर्मचारीको हकमा परीक्षणकाल कति अवधि रहने व्यवस्था छ? अप्सन ए 1 वर्ष, अप्सन बी 9 वर्ष, अप्सन सी 2 वर्ष, अप्सन डी 6 महिना। करेक्ट एन्सर अप्सन डी 6 महिना। जिल्ला प्रतियोगिताद्वारा सहायक स्तरको पदमा नियुक्ति हुन पुरुष उम्मेद्वारको अधिकतम उमेर हद कति हुन पर्दछ? अप्सन ए 18 वर्ष, अप्सन बी 35 वर्ष, अप्सन सी 30 वर्ष, अप्सन डी 40 वर्ष। करेक्ट एन्सर अप्सन बी 35 वर्ष। महिला तथा अपाङ्गता भएका उम्मेद्वारको हकमा खुल्ला प्रतियोगिताबाट कम्पनीको सेवामा प्रवेश गर्न अधिकतम उमेर हद कति तोकिएको छ? अप्सन ए 35 वर्ष, अप्सन बी 45 वर्ष, अप्सन सी 18 वर्ष, अप्सन डी 40 वर्ष। करेक्ट एन्सर अप्सन डी 40 वर्ष। कर्मचारीले आफ्नो सेवा अवधिभर अनिवार्य अवकाश पाउने उमेर हद कति तोकिएको छ? अप्सन ए 57 वर्ष, अप्सन बी 58 वर्ष, अप्सन सी 65 वर्ष, अप्सन डी 60 वर्ष। करेक्ट एन्सर अप्सन बी 58 वर्ष। कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवामा कार्य सम्पादन मूल्याङ्कन बापत अधिकतम कति अङ्क निर्धारण गरिएको छ? अप्सन ए 10 अङ्क, अप्सन बी 40 अङ्क, अप्सन सी 30 अङ्क, अप्सन डी 12 अङ्क। करेक्ट एन्सर अप्सन बी 40 अङ्क। कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा शैक्षिक योग्यता बापत अधिकतम कति अङ्क प्रदान गरिएको छ? अप्सन ए 10 अङ्क, अप्सन बी 15 अङ्क, अप्सन सी 8 अङ्क, अप्सन डी 12 अङ्क। करेक्ट एन्सर अप्सन डी 12 अङ्क। बढुवा मूल्याङ्कनमा तालिम बापत अधिकतम कति अङ्क छुट्याइएको छ? अप्सन ए 12 अङ्क, अप्सन बी 8 अङ्क, अप्सन सी 10 अङ्क, अप्सन डी 5 अङ्क। करेक्ट एन्सर अप्सन बी 8 अङ्क। भौगोलिक क्षेत्रमा काम गरे बापत बढुवाको मूल्याङ्कनमा अधिकतम कति अङ्क प्रदान गरिन्छ? अप्सन ए 10 अङ्क, अप्सन बी 20 अङ्क, अप्सन सी 15 अङ्क, अप्सन डी 30 अङ्क। करेक्ट एन्सर अप्सन ए 10 अङ्क।
कर्मचारीले वर्षभरिमा कति दिन बिरामी बिदा पाउने व्यवस्था छ? अप्सन ए 12 दिन, अप्सन बी 30 दिन, अप्सन सी 15 दिन, अप्सन डी 6 दिन। करेक्ट एन्सर अप्सन ए 12 दिन। महिला कर्मचारीले सुत्केरी हुनु अघि वा पछि गरी कुल कति दिन सुत्केरी प्रसुति बिदा पाउने व्यवस्था विनियममा छ? अप्सन ए 98 दिन, अप्सन बी 90 दिन, अप्सन सी 120 दिन, अप्सन डी 60 दिन। करेक्ट एन्सर अप्सन ए 98 दिन। पत्नी सुत्केरी हुने पुरुष कर्मचारीले कति दिन प्रसुति स्याहार बिदा पाउन सक्छन्? अप्सन ए 7 दिन, अप्सन बी 10 दिन, अप्सन सी 15 दिन, अप्सन डी 30 दिन। करेक्ट एन्सर अप्सन सी 15 दिन। कर्मचारीले कुल सेवा अवधिभर अधिकतम कति अवधि असाधारण बिदा लिन सक्ने व्यवस्था छ? अप्सन ए 2 वर्ष, अप्सन बी 3 वर्ष, अप्सन सी 5 वर्ष, अप्सन डी 1 वर्ष। करेक्ट एन्सर अप्सन बी 3 वर्ष। अध्ययन बिदा कुल सेवा अवधिभर अधिकतम कति अवधिसम्म लिन सकिने व्यवस्था छ विनियममा? अप्सन ए 7 वर्ष, अप्सन बी 3 वर्ष, अप्सन सी 5 वर्ष, अप्सन डी 2 वर्ष। करेक्ट एन्सर अप्सन बी 3 वर्ष। कर्मचारीले कुल कति दिनसम्मको क्रिया बिदा पाउन सक्ने व्यवस्था छ? अप्सन ए 10 दिन, अप्सन बी 12 दिन, अप्सन सी 15 दिन, अप्सन डी 30 दिन। करेक्ट एन्सर अप्सन सी 15 दिन। कर्मचारीलाई तोकिएको विभागीय सजाय विरुद्ध कति दिनभित्र पुनरावेदन दिन सकिने व्यवस्था छ? अप्सन ए 30 दिन, अप्सन बी 15 दिन, अप्सन सी 35 दिन, अप्सन डी 60 दिन। करेक्ट एन्सर अप्सन सी 35 दिन। सहायक स्तरका कर्मचारी नियुक्त गर्ने र विभागीय सजाय गर्ने अधिकार कसमा निहित रहेको छ? अप्सन ए प्रशासन महाशाखा प्रमुख, अप्सन बी लोकसेवा आयोग, अप्सन सी प्रबन्ध सञ्चालक, अप्सन डी सञ्चालक समिति। करेक्ट एन्सर अप्सन सी प्रबन्ध सञ्चालक। कम्पनी प्रतिपूर्ति समिति सदस्य सचिवको रहने व्यवस्था विनियममा छ? अप्सन ए अर्थ महाशाखा प्रमुख, अप्सन बी वरिष्ठ अधिकृत, अप्सन सी प्रशासन महाशाखा वा शाखा प्रमुख, अप्सन डी कृषि मन्त्रालयको प्रतिनिधि। करेक्ट एन्सर अप्सन सी प्रशासन महाशाखा वा शाखा प्रमुख। कर्मचारीले काम गरेको कति वर्ष पुरा भएपछि मात्र अध्ययन बिदा पाउने पात्रता हासिल गर्दछन्? अप्सन ए 5 वर्ष, अप्सन बी 7 वर्ष, अप्सन सी 2 वर्ष, अप्सन डी 3 वर्ष। करेक्ट एन्सर अप्सन ए 5 वर्ष। कर्मचारीले घर बिदा बापत पाउने सञ्चित बिदाको रकम कहिले भुक्तानी पाउँछन्? अप्सन ए दशैंको समयमा, अप्सन बी बढुवा हुँदा, अप्सन सी सेवाबाट अवकाश हुँदा, अप्सन डी प्रत्येक वर्षको अन्त्यमा। करेक्ट एन्सर अप्सन सी सेवाबाट अवकाश हुँदा। कर्मचारीलाई साधारण सजाय अन्तर्गत कुन सजाय दिन सकिने व्यवस्था छ? अप्सन ए नसिहत दिने, अप्सन बी भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने, अप्सन सी उपयुक्त सबै, अप्सन डी भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने। करेक्ट एन्सर अप्सन ए नसिहत दिने। कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी प्रशासन विनियमले 2080 अनुसार समावेशी प्रतिपूर्तिको लागि छुट्याइएको 45% पद मध्ये महिलाका लागि कति प्रतिशत कोठा तोकिएको छ? अप्सन ए 22%, अप्सन बी 9%, अप्सन सी 27%, अप्सन डी 33%। करेक्ट एन्सर अप्सन डी 33%। समावेशी प्रतिपूर्ति संयोजनका लागि छुट्याइएको 45% पदलाई 100% मानि मधेसी समुदायका लागि कति प्रतिशत कोठा निर्धारण गरिएको छ? अप्सन ए 33%, अप्सन बी 27%, अप्सन सी 22%, अप्सन डी 5%। करेक्ट एन्सर अप्सन सी 22%। समावेशी प्रतिपूर्ति परियोजनाका लागि छुट्याइएको 45% पदलाई 100% मानि दलितका लागि कति प्रतिशत कोठा निर्धारण गरिएको छ? अप्सन ए 22%, अप्सन बी 9%, अप्सन सी 5%, अप्सन डी 4%।
करेक्ट एन्सर अप्सन बी 9%। खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गर्दा दरखास्त फारम बुझाउने सामान्य म्याद कति दिनको हुने व्यवस्था छ? अप्सन ए 45 दिन, अप्सन बी 30 दिन, अप्सन सी 15 दिन, अप्सन डी 21 दिन। करेक्ट एन्सर अप्सन डी 21 दिन। कम्पनीको विनियावली अनुसार कर्मचारीलाई दिइने विभागीय सजायलाई मुख्यतया कति श्रेणीमा विभाजन गरिएको छ? अप्सन ए 3 श्रेणी, अप्सन बी 2 श्रेणी, अप्सन सी 5 श्रेणी, अप्सन डी 4 श्रेणी। करेक्ट एन्सर अप्सन बी 2 श्रेणी। विभागीय सजाय अन्तर्गत विशेष सजायमा कुन कुन सजाय पर्दछन्? अप्सन ए नसिहत दिने, अप्सन बी सेवाबाट हटाउने वा बर्खास्त गर्ने, अप्सन सी तलब वृद्धि ग्रेड रोक्का गर्ने, अप्सन डी अडुवा रोक्का गर्ने। करेक्ट एन्सर अप्सन बी सेवाबाट हटाउने वा बर्खास्त गर्ने। कर्मचारीले वर्षको एक पटक पाउने चाड पर्व खर्च बापत कति रकम पाउने व्यवस्था विनियोगमा छ? अप्सन ए आफूले पाइआएको 1 महिनाको सुरु तलब स्केल बराबर, अप्सन बी आधा महिनाको तलब बराबर, अप्सन सी 2 महिनाको तलब बराबर, अप्सन डी एकमुष्ट रु 25,000। करेक्ट एन्सर अप्सन ए आफूले पाइआएको 1 महिनाको सुरु तलब स्केल बराबर। कर्मचारीले आफ्नो सेवा अवधिभर राजनीति अधिकार र आचरण सम्बन्धी कुन नियम पालना गर्नुपर्दछ? अप्सन ए कार्यालय समय बाहिर राजनीति गर्न पाइन्छ, अप्सन बी प्रबन्ध सञ्चालकको पूर्व स्वीकृति लिएर राजनीतिमा भाग लिन पाइन्छ, अप्सन सी कुनै पनि राजनीतिक दल वा संगठनको सदस्य हुन र राजनीतिमा भाग लिन पाइँदैन, अप्सन डी स्थानीय चुनावमा मात्र उम्मेद्वार बन्न पाइन्छ। करेक्ट एन्सर अप्सन सी कुनै पनि राजनीतिक दल वा संगठनको सदस्य हुन र राजनीतिमा भाग लिन पाइँदैन। उमेर हदका कारण अनिवार्य अवकाश हुने कर्मचारीलाई सोको लिखित सूचना कति समय अगावै दिनुपर्ने व्यवस्था छ? अप्सन ए 6 महिना अगावै, अप्सन बी 15 दिन अगावै, अप्सन सी 1 महिना अगावै, अप्सन डी 3 महिना अगावै। करेक्ट एन्सर अप्सन डी 3 महिना अगावै। कर्मचारीले उपदान पाउने पात्रता हासिल गर्न कम्पनीको स्थायी सेवामा कम्तीमा कति अवधि पूरा गरेको हुन पर्दछ? अप्सन ए 10 वर्ष, अप्सन बी 1 वर्ष, अप्सन सी 3 वर्ष, अप्सन डी 5 वर्ष। करेक्ट एन्सर अप्सन डी 5 वर्ष। कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फारम मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी कहिलेसम्म पुनरावलोकन समितिमा पेश गरिसक्नु पर्दछ? अप्सन ए भदौ मसान्तभित्र, अप्सन बी कार्तिक मसान्तभित्र, अप्सन सी साउन मसान्तभित्र, अप्सन डी असार मसान्तभित्र। करेक्ट एन्सर अप्सन सी साउन मसान्तभित्र। कर्मचारीले असाधारण बिदा लिनका लागि कम्तीमा कति अवधि स्थायी सेवा पुरा गरेको हुनुपर्ने नियम छ? अप्सन ए 2 वर्ष, अप्सन बी 3 वर्ष, अप्सन सी 5 वर्ष, अप्सन डी 1 वर्ष। करेक्ट एन्सर अप्सन सी 5 वर्ष। कम्पनीका कर्मचारीले 1 वर्षमा भैपरि आउने बिदा र पर्व बिदा गरी जम्मा कति दिन बिदा पाउने व्यवस्था छ? अप्सन ए 15 दिन, अप्सन बी 18 दिन, अप्सन सी 10 दिन, अप्सन डी 12 दिन। करेक्ट एन्सर अप्सन डी 12 दिन। कर्मचारीले बेतलबी बिदा कुल सेवा अवधिभर अधिकतम कति समयसम्म पाउन सक्ने व्यवस्था छ? अप्सन ए 2 वर्ष, अप्सन बी 5 वर्ष, अप्सन सी 1 वर्ष, अप्सन डी 3 वर्ष। करेक्ट एन्सर अप्सन बी 5 वर्ष। विभागीय सजाय स्वरूप भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको कर्मचारीले कुन सुविधा पाउँछ? अप्सन ए सञ्चित घर बिदा र बिरामी बिदाको रकम तथा सञ्चय कोष बापतको रकम, अप्सन बी उपदान र पेन्सन सहित सबै सुविधाहरू, अप्सन सी आधा उपदान मात्र पाइन्छ, अप्सन डी कुनै पनि सुविधा पाइँदैनन्। करेक्ट एन्सर अप्सन ए सञ्चित घर बिदा र बिरामी बिदाको रकम तथा सञ्चय कोष बापतको रकम। पदपूर्ति समितिले सञ्चालन गर्ने लिखित परीक्षा कसको समन्वय र सञ्चालनमा हुने व्यवस्था विनियोगमा छ? अप्सन ए कृषि तथा पशुपन्छी विभाग मन्त्रालय, अप्सन बी लोक सेवा आयोग, अप्सन सी त्रिभुवन विश्वविद्यालय, अप्सन डी कम्पनीको सञ्चालक समिति आफैले। करेक्ट एन्सर अप्सन बी लोक सेवा आयोग। कम्पनीका अधिकृत प्रथम श्रेणी सहप्रबन्धक र अधिकृत द्वितीय श्रेणीका पदका खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्दा अधिकतम उमेर हद कति तोकिएको छ? अप्सन ए 35 वर्ष, अप्सन बी 50 वर्ष, अप्सन सी 40 वर्ष, अप्सन डी
45 वर्ष। करेक्ट एन्सर अप्सन डी 45 वर्ष। कर्मचारीले राजीनामा दिई सेवाबाट अलग हुन चाहेमा कति समय अगावै अख्तियारवाला सक्षम लिखित निवेदन दिनुपर्छ? अप्सन ए 15 दिन अगावै, अप्सन बी 7 दिन अगावै, अप्सन सी 3 महिना अगावै, अप्सन डी 1 महिना अगावै। करेक्ट एन्सर अप्सन डी 1 महिना अगावै। कर्मचारीले उपचार खर्च बापत आफ्नो सम्पूर्ण सेवा अवधिमा अधिकतम कति महिनाको तलब बराबरको रकम पाउन सक्ने व्यवस्था छ? अप्सन ए 18 महिनाको तलब बराबर, अप्सन बी 24 महिनाको तलब बराबर, अप्सन सी 6 महिनाको तलब बराबर, अप्सन डी 12 महिनाको तलब बराबर। करेक्ट एन्सर अप्सन डी 12 महिनाको तलब बराबर। कृषि सामग्री कम्पनी लिमिटेडको कर्मचारी प्रशासन विनियोग 2080 संशोधन वा परिमार्जन गर्ने अधिकार कसमा निहित छ? अप्सन ए कृषि तथा पशुपन्छी विभाग मन्त्रालय, अप्सन बी सञ्चालक समिति लोकसेवा आयोग सहमतिमा, अप्सन सी कम्पनीका कर्मचारी युनियन, अप्सन डी प्रबन्ध सञ्चालक आफैले। करेक्ट एन्सर अप्सन बी सञ्चालक समिति लोकसेवा आयोगको सहमतिमा। कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी प्रशासन विनियोगले 2080 अनुसार प्रबन्ध सञ्चालकले गरेको विभागीय सजायको आदेश विरुद्ध कति दिनभित्र सञ्चालक समिति सक्षम पुनरावेदन दिन सकिन्छ? अप्सन ए 15 दिन, अप्सन बी 60 दिन, अप्सन सी 21 दिन, अप्सन डी 45 दिन। करेक्ट एन्सर अप्सन डी 45 दिन। पदपूर्ति समितिले सिफारिस गरेका सफल उम्मेदवारलाई नियुक्ति पत्र प्राप्त भएको मितिले कति दिनभित्र सम्बन्धित कार्यालयमा हाजिरी भइसक्नुपर्ने व्यवस्था छ? अप्सन ए 21 दिन, अप्सन बी 15 दिन, अप्सन सी 30 दिन, अप्सन डी 45 दिन। करेक्ट एन्सर अप्सन सी 30 दिन। सिफारिस सूचीमा रहेका वैकल्पिक उम्मेदवारको योग्यता क्रम सूची सिफारिस भएको मितिले कति अवधिसम्म कायम रहने व्यवस्था छ? अप्सन ए 6 महिना, अप्सन बी 3 वर्ष, अप्सन सी 1 वर्ष, अप्सन डी 2 वर्ष। करेक्ट एन्सर अप्सन सी 1 वर्ष। कार्य सम्पादन मूल्याङ्कन पुनरावलोकन कर्ता वा पुनरावलोकन समितिको कुल पूर्णाङ्कको कति प्रतिशत भन्दा बढी वा कम अङ्क प्रदान गर्दा स्पष्ट वस्तुगत कारण र आधार खुलाउनु पर्दछ? अप्सन ए 85% भन्दा बढी वा 60% भन्दा कम, अप्सन बी 90% भन्दा बढी वा 65% भन्दा कम, अप्सन सी 95% भन्दा बढी वा 75% भन्दा कम, अप्सन डी 90% भन्दा बढी वा 70% भन्दा कम। करेक्ट एन्सर अप्सन सी 95% भन्दा बढी वा 75% भन्दा कम। कर्मचारीले निवृत्ति भरण पेन्सन पाउनका लागि कम्पनीको स्थायी सेवामा कम्तीमा कति अवधि पुरा गरेको हुन पर्दछ? अप्सन ए 20 वर्ष, अप्सन बी 15 वर्ष, अप्सन सी 25 वर्ष, अप्सन डी 30 वर्ष। करेक्ट एन्सर अप्सन ए 20 वर्ष। कम्पनीमा 5 वर्षदेखि 10 वर्षसम्म सेवा गरी अवकाश पाउने कर्मचारीले उपदान बापत प्रत्येक सेवा वर्षको लागि कति महिनाको अन्तिम तलब पाउँछन्? अप्सन ए 1.5 महिनाको, अप्सन बी आधा महिनाको, अप्सन सी 2 महिनाको, अप्सन डी 1 महिनाको। करेक्ट एन्सर अप्सन डी आधा महिनाको। कम्पनीमा 10 वर्षभन्दा बढी 15 वर्षसम्म सेवा गरी अवकाश पाउने कर्मचारीले उपदान बापत प्रत्येक सेवा वर्षको लागि कति महिनाको अन्तिम तलब पाउँछन्? अप्सन ए 2 महिनाको, अप्सन बी आधा महिनाको, अप्सन सी 1 महिनाको, अप्सन डी 1.5 महिनाको। करेक्ट एन्सर अप्सन सी 1 महिनाको। 15 वर्षभन्दा बढी सेवा गरी अवकाश पाउने वा राजीनामा दिने कर्मचारीले उपदान बापत प्रत्येक सेवा वर्षको लागि कति महिनाको अन्तिम तलब पाउने व्यवस्था छ? अप्सन ए 1.5 महिनाको, अप्सन बी 1 महिनाको, अप्सन सी 2 महिनाको, अप्सन डी 2.5 महिनाको। करेक्ट एन्सर अप्सन ए 1.5 महिनाको। असाधारण बिदा वा बेतलबी बिदामा बसेको अवधि कुन परियोजनाका लागि गणना गरिँदैन? अप्सन ए नागरिकताको प्रमाणपत्र अद्यावधिका लागि, अप्सन बी सञ्चयकोष कटौतीका लागि मात्र, अप्सन सी चाडपर्व खर्च भुक्तानीका लागि मात्र, अप्सन डी नोकरीको सेवा अवधि र बढुवा परियोजनाका लागि। करेक्ट एन्सर अप्सन डी नोकरीको सेवा अवधि र बढुवा परियोजनाका लागि। कर्मचारीले काम गरेको कति समय बापत 1 दिनका दरले वर्षभरिमा घर बिदा पाउँछ? अप्सन ए 12 दिन काम गरे बापत, अप्सन बी 15 दिन काम गरे बापत, अप्सन सी 10 दिन काम गरे बापत, अप्सन डी 20 दिन काम गरे बापत। करेक्ट एन्सर अप्सन ए
12 दिन काम गरे बापत। कम्पनीको पदपूर्ति समितिमा लोक सेवा आयोगको तर्फबाट कुन स्तरको प्रतिनिधि रहने व्यवस्था छ? अप्सन ए लोक सेवा आयोगको वरिष्ठ सहायक, अप्सन बी लोक सेवा आयोगको सदस्य, अप्सन सी लोक सेवा आयोगले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको अध्यक्ष, अप्सन डी लोक सेवा आयोगको अध्यक्ष। करेक्ट एन्सर अप्सन सी लोक सेवा आयोगले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको अध्यक्ष। कम्पनीको सञ्चालक समितिले आफै अख्तियारवाला भई गरेको विभागीय सजायको निर्णय विरुद्ध पुनरावेदन चुन्ने निकाय कुन हो? अप्सन ए लोक सेवा आयोग, अप्सन बी सम्बन्धित उच्च अदालत, अप्सन सी कृषि तथा पशुपन्छी विभागीय मन्त्रालय, अप्सन डी जिल्ला प्रशासन कार्यालय। करेक्ट एन्सर अप्सन बी सम्बन्धित उच्च अदालत। कर्मचारीले दिएको साधारण विभागीय सजाय अन्तर्गत तलब वृद्धि वा बढुवा रोका बढीमा कति अवधिका लागि गर्न सकिन्छ? अप्सन ए 2 वर्षसम्म, अप्सन बी 1 वर्षसम्म, अप्सन सी 5 वर्षसम्म, अप्सन डी 3 वर्षसम्म। करेक्ट एन्सर अप्सन ए 2 वर्षसम्म। बिदा स्वीकृति नगराई लगातार कति दिनसम्म अनुपस्थित रहने कर्मचारीलाई सेवाबाट हटाउन सकिने स्पष्ट प्रावधान छ? अप्सन ए 90 दिन, अप्सन बी 30 दिन, अप्सन सी 60 दिन, अप्सन डी 15 दिन। करेक्ट एन्सर अप्सन ए 90 दिन। कम्पनीका स्थायी कर्मचारीलाई अध्ययन बिदा वा असाधारण बिदा बाहेक अन्य कामको लागि एक पटकमा बढीमा कति अवधिका लागि काज डेपुटेसनमा खटाउन सकिन्छ? अप्सन ए 6 महिना, अप्सन बी 1 महिना, अप्सन सी 1 वर्ष, अप्सन डी 3 महिना। करेक्ट एन्सर अप्सन डी 3 महिना। कर्मचारीलाई विभागीय सजाय गर्नु अघि निजलाई सफाई पेश गर्नका लागि लिखित रूपमा कति दिनको म्याद स्पष्टीकरण दिइन्छ? अप्सन ए 7 दिन, अप्सन बी 21 दिन, अप्सन सी 15 दिन, अप्सन डी 35 दिन। करेक्ट एन्सर अप्सन सी 15 दिन। साधारण विभागीय सजाय अन्तर्गत पर्ने सुरु तलब स्केल घटुवा गर्ने वा ग्रेड ढोका गर्ने सजाय पाएको कर्मचारी कति अवधिसम्म बढुवाका लागि सम्भाव्य उम्मेद्वार हुन पाउँदैन? अप्सन ए 5 वर्ष, अप्सन बी 3 वर्ष, अप्सन सी 1 वर्ष, अप्सन डी 2 वर्ष। करेक्ट एन्सर अप्सन डी 2 वर्ष। कम्पनीको सेवाबाट भविष्यमा कम्पनीको सेवाका लागि अघि नठहरिने गरी सेवाबाट हटाइएको सजाय कुन श्रेणीको विभागीय सजाय हो? अप्सन ए साधारण सजाय, अप्सन बी आचरण सजाय, अप्सन सी नैतिक सजाय, अप्सन डी विशेष सजाय। करेक्ट एन्सर अप्सन डी विशेष सजाय। कर्मचारीले अध्ययन विधान गरी सेवामा फर्केपछि कम्तीमा कति अवधि अनिवार्य रूपमा कम्पनीको सेवा गर्नुपर्ने बन्धक पत्र गर्नु पर्दछ? अप्सन ए कुनै पनि बन्धक हुँदैन, अप्सन बी 6 महिना, अप्सन सी 1 वर्ष, अप्सन डी अध्ययन बिदा बसेको अवधिको आधारमा तोकिएको निश्चित अवधि। करेक्ट एन्सर अप्सन डी अध्ययन बिदा बसेको अवधिको आधारमा तोकिएको निश्चित अवधि। कर्मचारीले वर्षभरिमा आफ्नो कार्य सम्पादन मूल्याङ्कन फारम कति प्रतिमा भरेर सम्बन्धित अधिकारी सक्षम पेश गर्नु पर्दछ? अप्सन ए 3 प्रति, अप्सन बी 2 प्रति, अप्सन सी 4 प्रति, अप्सन डी 1 प्रति। करेक्ट एन्सर अप्सन बी 2 प्रति। भौगोलिक क्षेत्रमा काम गरे बापत क वर्ग अति दुर्गम। भौगोलिक क्षेत्रमा काम गरे बापत क वर्ग अति दुर्गमको क्षेत्रमा काम गर्ने कर्मचारीले प्रति वर्ष कति अङ्कका दरले अधिकतम 10 अङ्कसम्म पाउँछन्? अप्सन ए 4.0 अङ्क, अप्सन बी 3.0 अङ्क, अप्सन सी 1.5 अङ्क, अप्सन डी 2.5 अङ्क। करेक्ट एन्सर अप्सन डी 2.5 अङ्क। कम्पनीको स्थायी सेवामा रहेको कर्मचारीको अनिवार्य अवकाश उमेर हद 58 वर्ष पुरा हुने मिति कुन समयलाई मानिन्छ? अप्सन ए आर्थिक वर्षको अन्तिम दिन असार मसान्त, अप्सन बी उमेर पुगेको दिन, अप्सन सी वर्षको अन्तिम दिन चैत मसान्त, अप्सन डी 58 वर्ष उमेर पुरा भएको महिनाको अन्तिम दिन। करेक्ट एन्सर अप्सन डी 58 वर्ष उमेर पुरा भएको महिनाको अन्तिम दिन। कर्मचारीले उपचार खर्च बापत आफ्नो सम्पूर्ण सेवा अवधिभर अधिकतम कति महिनाको तलब बराबरको रकम पाउन सक्ने प्रावधान छ? अप्सन ए 24 महिनाको तलब, अप्सन बी 18 महिनाको तलब, अप्सन सी 12 महिनाको तलब, अप्सन डी 6 महिनाको तलब। करेक्ट एन्सर अप्सन सी 12 महिनाको तलब। कम्पनीका पदहरूमा पदपूर्ति गर्न लिइने लिखित परीक्षाको पाठ्यक्रम कसको सहमतिमा स्वीकृत हुन पर्दछ? अप्सन ए लोक सेवा आयोग, अप्सन बी कृषि तथा पशुपन्छी विभाग मन्त्रालय,
अप्सन सी प्रबन्ध सञ्चालक, अप्सन डी सञ्चालक समिति। करेक्ट एन्सर अप्सन ए लोकसेवा आयोग। पत्नी सुत्केरी हुने पुरुष कर्मचारीले पाउने प्रसुति स्याहार बिदाको अवधिभर कति तलब भत्ता पाउने व्यवस्था छ? अप्सन ए पुरा तलब, अप्सन बी आधा तलब, अप्सन सी भत्ता मात्र, अप्सन डी बेतलबी। करेक्ट एन्सर अप्सन ए पुरा तलब। असाधारण बिदामा बस्ने अवधि कुन परिजनका लागि गणना गरिँदैन? अप्सन ए बढुवाको ज्येष्ठता अपाङ्गताका लागि, अप्सन बी सञ्चित घर बिदा गणनाका लागि, अप्सन सी उपदान र पेन्सनको सेवा अवधि गणनाका लागि, अप्सन डी नोकरीको कुल सेवा अवधि र बढुवा लगायत कुनै पनि परिजनका लागि। करेक्ट एन्सर अप्सन डी नोकरीको कुल सेवा अवधि र बढुवा लगायत कुनै पनि सेवाका लागि। उमेर हदका कारण अनिवार्य अवकाश हुने कर्मचारीलाई अवकाश हुनुभन्दा अगावै कति अवधि अगाडि पूर्व अवकाश बिदा दिइन्छ? अप्सन ए 1 महिना, अप्सन बी 15 दिन, अप्सन सी 2 महिना, अप्सन डी 3 महिना। करेक्ट एन्सर अप्सन ए 1 महिना। सञ्चित घर बिदा र बिरामी बिदाको रकम भुक्तानी गर्दा कुन तलब स्केलका आधारमा हिसाब गरी रकम दिइन्छ? अप्सन ए अवकाश पाउँदा बखत पाइराखेको थाहै आएको तलब स्केल, अप्सन बी औसत 5 वर्षको तलब स्केल, अप्सन सी अधिकृत स्तरको न्यूनतम तलब स्केल, अप्सन डी सुरु नियुक्ति हुँदाको तलब स्केल। करेक्ट एन्सर अप्सन ए अवकाश पाउँदा बखत पाइराखेको थाहै आएको तलब स्केल। समावेशी पदपूर्तितर्फ छुट्याइएको 45% पदलाई 100% मानि अपाङ्गता भएका व्यक्तिका लागि कति प्रतिशत कोठा तोकिएको छ? अप्सन ए 9%, अप्सन बी 15%, अप्सन सी 5%, अप्सन डी 12%। करेक्ट एन्सर अप्सन सी 5%। समावेशी पदपूर्तितर्फ छुट्याइएको 45% पदलाई 100% मानि पिछडिएको क्षेत्रका लागि कति प्रतिशत कोठा निर्धारण गरिएको छ? अप्सन ए 9%, अप्सन बी 33%, अप्सन सी 4%, अप्सन डी 5%। करेक्ट एन्सर अप्सन सी 4%। कम्पनीको मनोनयन वा छात्रवृत्तिमा अध्ययन वा तालिममा जाने कर्मचारीले अध्ययन बिदा अवधिभर कति तलब भत्ता पाउने व्यवस्था छ? अप्सन ए दैनिक भत्ता मात्र पाइन्छ, अप्सन बी कुनै पनि तलब पाइँदैन बेतलबी, अप्सन सी पुरा तलब फुल स्यालेरी, अप्सन डी आधा तलब मात्र। करेक्ट एन्सर अप्सन सी पुरा तलब फुल स्यालेरी। नयाँ नियुक्ति भएका स्थायी कर्मचारीले आफ्नो पदको बहाली गर्नु अघि कसको सक्षम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्दछ? अप्सन ए लोकसेवा आयोगको प्रतिनिधि, अप्सन बी सञ्चालक समितिको अध्यक्ष, अप्सन सी अख्तियारवाला वा निजले तोकेको अधिकृत कर्मचारी, अप्सन डी मन्त्रालयको सचिव। करेक्ट एन्सर अप्सन सी अख्तियारवाला वा निजले तोकेको अधिकृत कर्मचारी। कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी पदपूर्ति समिति अध्यक्ष सहित कुल कतिजना सदस्य रहने व्यवस्था छ? अप्सन ए 6 जना, अप्सन बी 5 जना, अप्सन सी 4 जना, अप्सन डी 3 जना। करेक्ट एन्सर अप्सन सी 4 जना। पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीले पाउने 15 दिनको प्रसुति स्याहार बिदा आफ्नो सम्पूर्ण सेवा अवधिभर बढीमा कति पटकसम्म पाउन सक्दछन्? अप्सन ए 3 पटक, अप्सन बी 1 पटक, अप्सन सी 2 पटक, अप्सन डी कुनै पनि सीमा छैन। करेक्ट एन्सर अप्सन सी 2 पटक। कर्मचारीले वर्षभरिमा पाएको बिरामी बिदा प्रयोग नगरेमा सो बिदा कति दिनसम्म सञ्चित रहन सक्दछ? अप्सन ए 120 दिनसम्म, अप्सन बी 60 दिनसम्म, अप्सन सी 90 दिनसम्म, अप्सन डी असीमित सेवा अवधिभर सञ्चित रहने। करेक्ट एन्सर अप्सन डी असीमित सेवा अवधिभर सञ्चित रहने। खुल्ला प्रतियोगिताको विज्ञापन गर्दा दोब्बर दस्तुर तिरेर दरखास्त फारम बुझाउने थप म्याद सामान्यतया कति दिनको हुने गर्दछ? अप्सन ए 10 दिन, अप्सन बी 7 दिन, अप्सन सी 15 दिन, अप्सन डी 5 दिन। करेक्ट एन्सर अप्सन बी 7 दिन। कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवामा कार्य सम्पादन मूल्याङ्कन 40 अङ्क मध्ये मूल्याङ्कनकर्ताले अधिकतम कति अङ्क प्रदान गर्न सक्दछ? अप्सन ए 20 अङ्क, अप्सन बी 25 अङ्क, अप्सन सी 15 अङ्क, अप्सन डी 30 अङ्क। करेक्ट एन्सर अप्सन बी 25 अङ्क। कार्य सम्पादन मूल्याङ्कन फारममा पुनरावलोकनकर्ता बापत अधिकतम कति अङ्क छुट्याइएको हुन्छ? अप्सन ए 20 अङ्क, अप्सन बी 15 अङ्क, अप्सन सी
5 अङ्क, अप्सन डी 10 अङ्क। करेक्ट एन्सर अप्सन डी 10 अङ्क। कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवामा ज्येष्ठता बापत 30 अङ्क गणना गर्दा प्रत्येक पूरा सेवा वर्ष बापत कति अङ्क प्रदान गरिन्छ? अप्सन ए 1 अङ्क, अप्सन बी 3 अङ्क, अप्सन सी 5 अङ्क, अप्सन डी 2 अङ्क। करेक्ट एन्सर अप्सन बी 3 अङ्क। बढुवाको मूल्याङ्कनमा तालिम बापत तोकिएको कुल 8 अङ्क मध्ये प्रथम श्रेणीमा तालिम उत्तीर्ण गर्ने कर्मचारीलाई कति अङ्क दिइन्छ? अप्सन ए 2 अङ्क, अप्सन बी 4 अङ्क, अप्सन सी 5 अङ्क, अप्सन डी 3 अङ्क। करेक्ट एन्सर अप्सन डी 3 अङ्क।